हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। आज पनि म फेरि अर्को मेरो भिडियो लिएर हजुरहरू समक्ष आइसकेको छु भन्दै यो चाहिँ मेरो पुरानै भिडियो हो। अहिले चाहिँ म भोइस ओभर गरेर बल्ल मलाई फुर्सद हुँदैछ। सो आज चाहिँ म बस चढेर कहाँ जाँदैछु भन्दाखेरि नि मैले चाहिँ अस्ति नै यो भिडियो चाहिँ अब भ्लग बनाउनु पर्यो हल्का फुल्का भनेर चाहिँ क्लिपहरू चाहिँ लिएको थिएँ क्या। अनि आज मात्रै फुर्सद हुँदैछ गाइज। आज चाहिँ म जाँदैछु बराह क्षेत्र फर द फर्स्ट टाइम। अनि मेरो मम्मीहरू पनि ताप्लेजुङबाट आउँदै हुनुहुन्छ अनि यताबाट हाम्रो आफन्तहरू सबैजना पूजाको लागि चाहिँ भनेर बराह क्षेत्रमा जाँदैछौँ। अनि मलाई चाहिँ छोडेर गइसक्नु भएछ क्या, किनभने म अलि ढिलो पनि उठेँ। अनि उठ्दाखेरि नै लगभग 7-8 बजिसकेको थियो। त्यो पछाडि म रेडी सेडी भएर हिँड्दाखेरि त पुरा होइन 9 नै बज्यो। अनि मलाई छोडिसक्नु भएछ सबैजनाले। अनि गाइज म चाहिँ यति धेरै अल्छी भएको छु कि क्लिपहरू चाहिँ लिन्छु, तर मलाई भोइस ओभर गर्ने आजभोलि अति झ्याउ लाग्न थालेको छ क्या। अनि म त बस चढेँ अनि यो कुन कुन ठाउँको अलिअलि क्लिपले निदाइहाल्छु क्या। म फेरि गाडी चढ्न हुँदैन। अनि निदाएर उठेको त एकैचोटि धरान पुग्न लागिएछ। अनि यो चाहिँ धरानको शनि मन्दिर। अनि त्यो दिन चाहिँ ठ्याक्क शनिबार थियो क्या। अनि त्यो मन्दिर पनि भिड थियो। अनि धरान पनि पुगेँ म। अनि मेरो बस चाहिँ त्यहीँसम्मको थियो। अनि त्यहाँ पछाडि चाहिँ अनि मैले बराह क्षेत्र जाने गाडी कता पाइन्छ भनेर यताउता सोधेर अनि बस लाग्दो रहेछ। म धेरै गाडी चेन्ज गर्नुपर्दो रहेछ। म चाहिँ फर्स्ट टाइम गएको थिएँ बराह क्षेत्र। मलाई चाहिँ खासै गाडीहरू कता पाउँछ त्यो पनि थाहा थिएन। अनि म चाहिँ त्यहाँ धरान उत्रेर अर्को बस चढेँ। त्यो बस पनि उता चताराको पुल हो कि कहाँसम्म मात्रै जान्छ भनेर भन्नुभयो। अनि त्यही पनि म चढेँ। अनि अहिले चाहिँ बाटो बिग्रेको कारणले खै कता कता घुमाउँदै कताबाट चाहिँ मलाई त्यो ठाउँसम्म चाहिँ म पुग्न चाहिँ। तर यस्तो थियो बाटोहरू चाहिँ। मैले अलिअलि क्लिपहरू लिएको छु। भोइस ओभर पनि के गर्नु गर्मीले त मेरो यस्तो हालत खराब भएको थियो गाइस। फेरि भोक त्यस्तै, म त हतार गरेर हिँडेको, पानी पनि नखाइ हिँडेको। त्यो दिन व्रत थियो पूजा भनेर। अनि वहाँ पुग्दाखेरि त म त एकदम धेरै गाह्रो भएको थियो। बाटोहरू पनि हल्का अफ रोड अनि यस्तै फेरि पहिलोचोटि भएर होला मलाई चाहिँ एकदमै धेरै टाढा लागेको थियो। को जानुभएको छ बराह क्षेत्र, मलाई चाहिँ एकदम धेरै टाढा लाग्यो होइन। अनि सो म चाहिँ अब अलिअलि गर्दै पुग्न पनि लागेछु। अनि यो पुल आयो। अनि यस्तै रहेछ बाटोहरू चाहिँ। मैले त्यति धेरै क्लिप्सहरू त लिएको छुइनँ। त्यही पनि मेरो फोनको स्टोरेज चाहिँ अलमोस्ट फुल भइसकेको छ। त्यही पनि अब यसो मेमोरिजको लागि हुन्छ भनेर चाहिँ मैले क्लिपहरू लिएँ। अनि यहाँ पुगेँ अब चाहिँ। अनि फाइनल्ली अब चाहिँ आइपुगेछ है धरतीको पहिलो तीर्थस्थल बराह क्षेत्र धाम।